Hello everyone, good morning सबैजनालाई वेलकम बैक टु माई च्यानल। तपाईहरुलाई स्वागत छ गाइस आजको मेरो न्यू ब्लगमा। र आज चाहिँ हो बुद्ध जयन्ती। सो सबैजनालाई ह्यापी बुद्ध पूर्णिमा हो। मेरो छोरा चाहिँ यहाँनिर छोरा दिदी यहाँ खेल्दैछ गाइस। हामी चाहिँ अघि बिहानै उठेको, उठेर पनि मैले नानीलाई खाना खुवाएँ हैन बिहानको। अन्त अहिले चाहिँ उसलाई म खाना पकाइदिँदैछु किनभने हामी चाहिँ अहिले एकछिनमा गुम्बा जाने हो। हाम्रो यहाँनिर पर गाउँमा गुम्बा छ। गुम्बा जाने कति म बिहा गरेको 6 वर्ष भयो गाइज। 6 वर्ष नै भयो म गुम्बाहरू लगाएको हो, बुद्ध जयन्ती नमनाएको। सो आज योपालि चाहिँ भाग्यले जुरायो हैन, यहाँ घर पनि आउनु पर्थ्यो। अन्त अब जाने हामी चाहिँ एकछिनमा हो। काबु चाहिँ बदमास गर्दैछ गाइज पुरा हो, तपाईहरुलाई देखाउँछु के कस्तो हुनेछ। दिन त पुरा धुम्म भइरहेको छ हो। ल गाइस अहिले भेटौँ है तपाईहरुलाई। म चाहिँ भाइलाई खाना बनाइदिन्छु नि त। मर्निङ भन्देऊ, गुड मर्निङ भन्देऊ न। को मेमे हो, मेमे इ मेमे भन्देऊ। गुड मर्निङ भन्देऊ, गुड मर्निङ भन्देऊ। पर्दाहरू खोल्न भाइ त्यो अल्छे हो। आमा हेर्नुहोस् गाइस सुतेको ओछ्यान पनि मिलाएको छैन। कति बजिसक्यो? यता अल्छे त नहुन, साह्रै अल्छे भयो। अल्छे त यति साह्रो अल्छे त देखेको थिइनँ है। बुहारी चाहियो अब, बुहारी चाहियो है, बुहारी चाहियो यो काम मिलाउने लागि चाहिँ। मेरो छोरा चाहिँ गाइस साइकल खेल्दैछ यहाँनिर। आऊ कसले दिनुभयो? हेर्नु हो हो मैले यसो सराको कि होस् कसले दिनुभयो भाइ? उयो छोड भन्दैछ। म ए बाटे म को हो? चलो 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 म दिदीको साइकल। ए लु 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 आल्सन खेलाइरहेको थियो आमाले। म गालु साइकल खेल्दैछ यहाँ मेरो छोरा चाहिँ घुमघुम गर्दैछ। अहिले चाहिँ म चाहिँ रेडी भइरहेको छु हो गुम्बा जानुको लागि। आमाहरू चाहिँ बिहानै जानुभयो हो। अन्त फोन गर्नुभयो कि वाङ थाप्ने बेला भयो अरे। हामी चाहिँ नानीसँग है ढिलो गएको नि त, नानीले त्यहाँनिर तङ गर्छ भनेर। काबु चाहिँ म त रेडी भएँ होइन, काबु चाहिँ सुतिरहेको छ। उसलाई सुतेर उसको लुगा रेडी छ हो। अन्त हामी पनि रेडी भइरहेको छु। उठेर चाहिँ हामी जाने हो गाइस। मैले अस्तिको कुर्ती लाग्छु अनलाइनमा गयो। म त भिडियो बनाउनु आँटेको एकछिन नानी सुतेको बेलामा। छोरा चाहिँ गाइस सुतिरहेको छ हो, उठेको छैन। यो दिदी सुतिरहनु भएको छ। उसको लुगा चाहिँ यहाँनिर रेडी गरेर राखिदिइरहेको छु सबै हो। उठेको छैन, उठ्यो उठ्यो। छोरालाई हेर्नुहोस् रेडी भइसकेको छ खेन्जा लाएर। आऊ जु 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 जाउँ ल ल ल बाटो लाग हिँड्यो। खाना खाऊ ल गए ल ल बाई भन्दै मेमेलाई। आऊ न भाइ यहाँ उयो पर आएको बेबी। आऊ न अब यहाँ आऊ त बहिनी, यहाँ आऊ त छिटो जाउँ जाउँ। मम्मा आयो, मम्मा आयो। बच्चा बच्चा भन्नु थाल्यो, बच्चा भन्नु थाल्यो बेबीले त। मामा पनि आइसकेको छ। अब चाहिँ हामी गएको। यहाँ छ हाम्रो बहिनी बक्कु लाएर। यस भनिदेऊ त बेबी, यस भनिदेऊ न छिटो। बाई बाई गरिदेऊ न त, बाई गरिदेऊ बेबी। खै बाई गरिदिएको? बाई गरे त नि। यतिखेर लट्छ सबै नानीहरू। गाइस यो चाहिँ हाम्रो गाउँको के भयो? लाइन रहेछ। आऊ न यहाँ। हाम्रो बहिनीको कपालको मात्रै खिचौँ न हेयर स्टाइलको किचिक्कै पारेर फोटो खिच्नु। त्यो वाङ पनि थापिसक्यो गाइस। यहाँ छ मेरो छोरा, आमा आमा। यति डरको भिड छ कि यहाँ चाहिँ अब के भन्नु। अब यो भुइँमा राखेर खानुलाई। ओ
यहाँ पक्नु पनि थालिसकेको छ गाइस। ओइ यहाँ छ प्रतीक्षा। अहिले चाहिँ हामी गाइस गुम्बाबाट पनि निस्केको हो। मङ थाप्नु चाहिँ यति डरलो भिड थियो, तर हामी चाहिँ लाइनमा बसेन। हामी चाहिँ भनेर होइन नानीहरू छ भनेर चाहिँ हामी चाहिँ कोभिडमा पसेर हो मङ हत्ता त थापेर निस्केको कारण मैले भिडियो पनि गर्नु पाइनँ गाइस हो। सबैजना निस्केको ओ सबैजना मलाई पुरा सिकाएको हुन्छ त्यसरी गर्नु। मलाई चाहिँ उयो सिकाएको बहिनीहरू चाहिँ हो। सबैजना गएको हामी लागेको। काबु चाहिँ अगाडि छ गले गाइस। हो अब हाम्रो गाउँको पुरानो उयो देखाउँछु ल। पुरानो त के गुदाम पुरानो होइन नयाँ। यो चाहिँ हाम्रो अम्बटेको फ्याक्ट्री हो, जो चाहिँ अहिले कति 1-2 वर्ष भयो बन्द भएको गाइस। 2 वर्ष भयो नि। अब यो दसैँमा 2 वर्ष हुन्छ हौ। ओह यहाँ 2 जना ठिटीहरू हिँड्दैछ। नानीको आमा भन्छ एकजना खै नानी बोकेर हिँड्दैन। घरमा बोकिरहेछ बहिनीलाई चाहिँ। गाइस अहिले चाहिँ हामी घर जाँदैछु हो। यो पछाडि सुबिकाले चाहिँ रिल्स बनाउँदैछ, हामीले पनि बनाएर बसेको हो। रिल्स चाहिँ पानी पर्ला जस्तो भयो। नानी र आमालाई चाहिँ मैले पठाइदिएँ। हामी त बिस्तारै जाँदैछु। अब ल साथीहरू भेट भएको होइन, भिडियो बनाएर रिल्स बनाएर। यहाँनिर प्रनुषाको फोटोसुट गरेको गाइस हो। एकदम साह्रो पर्यो गर्नु सक्यो। हँसाउँदा भइसक्यो। यस्तो हरेस लाग्दो भएर बसिरहेको थियो यहाँ सुबु चाहिँ। जुम बेबी आऊ, जुम बेबी जुम बेबी। अब बेबीको फोटोसुट भइसक्यो। ए हामी यस्तो क्युट बेबी छ यहाँ हेर बेबी। औ बहिनी पक्रिनु हात पक्रिनु। बाई। अब छुट्टेको। अब हामी कहिले दसैँमा भेटौँ ल। बाई बेबी बाई। बेबी बाई भन्देऊ। बाई भन्देऊ छिटो। आमिनलाई बाई भन्देऊ। बाई भन्दैछ। बाई। बहिनी घर पनि आइपुग्यो। म पनि बाई ल। बाई दादा घरमा एक्लै छ। बाई। पकाइदेऊ। बाटी। ए बाई गरिदेऊ न नि। बाई गरिदेऊ। बाई। मुखले पनि भनिदेऊ न। ल